फोनको प्रब्लम भयो अनि त्यही भएर यताउति भ्लग सक केही बनाउन पाएन। केपी ओली यताको शेरबहादुर देव यो फाइनली मैले चाहिँ एकैछिन हाम्रो बेबु दिदीको स्टाइल चाहिँ ल नमस्ते साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सबैजना सन्चै हुन्छ आरामै सन्चै हुन्छ भने आजको साथमा मैले आज नयाँ दिनमा नयाँ भिडियो ल्याइसकेको छु। सो फाइनली साथीहरु आज म यस्तो हाम्रो बेबु दिदीको स्टाइल चाहिँ त्यो हो क्या मैले चोर्दिएको एकैछिन। सो फाइनल साथीहरु सबैजना वेलकम छ आजको हाम्रो नयाँ दिनमा र नयाँ भिडियोमा सबैजनालाई वेलकम छ। धेरै दिनपछि आज पनि आएको छु। भ्लग पनि बनाउन त्यति पाइरहेको छैन, त्यसको लागि सरी हैन। अब फाइनली आज चाहिँ मलाई पुरै भ्लग बनाउन पुरै जोस जागर चल्यो क्या अनि त्यही भएर आज स्टार्ट हान्दिएको मैले। ल घाम पनि पुरै टन्ट पुरै लागिरहेछ, मौसमहरू हेर्नु पर्दा यस्तो देखिरहेछ आज। ल फाइनली साथीहरु आज धेरै दिनपछि आएको छु। आज पनि एकदम रमाइलो गर्नुपर्छ हैन। जो फाइनली आज म गाउँ जाने लागिरहेछ। अब गाउँतिर गएर यसो चहल पहल हान्नु पर्ने हुन्छ हैन। अब धेरै दिनपछि भ्लगमा आएको छु, सायद इन्जोय रमाइलो नै हुन्छ होला हैन। अब एकदम मजा आउँछ। ल आजभोलि दसैँ पनि आउन लागिरहेको छ हैन। दसैँ आउन अब त्यति धेरै पनि छैन हैन। अब यो बिचमा यताउति जेनजीको आन्दोलन हैन, यताउति मान्छे जनताहरू मार्ने यताउति भइयो हैन, त्योहरू चाहिँ मैले देखाउन पाइनँ। अब यता सिन्धुलीतिर पनि बेजोडले भएको थियो, यस्तो तरिकाले भएको थियो हैन। त्यो सबै चाहिँ मैले देखाउन पाइनँ, त्यसको लागि सरी। फोनको प्रब्लम भएर म केही दिन भ्लगमा चाहिँ आउन सकिनँ है, त्यसको लागि सरी भन्न चाहन्छु। अलिकति फोनको प्रब्लम भयो अनि त्यही भएर यताउति भ्लग सक केही बनाउन पाएन। हुलिया चाहिँ अहिले यस्तो भइसकेको छ फेरि धेरै दिन भएको छ। अब कपाल सपाल चट्ट काट्नुपर्ने हुन्छ हैन। गाउँतिर गइन्छ होला, अब केटाहरूसँग गइन्छ होला। यस इन्जोय रमाइलो हुन्छ। भिडियो मजाले हेर्दै गर्नु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला है। ल पुरानो हुन्छ भने एउटा मिठो खालको कमेन्ट छोड्न नभुल्नु होला। अब एकदम मजा आउँछ। त्यही यहाँ अटो कुदिरहेको छ है, यतादेखि आउँछ अटो चाहिँ। यताबाट आउनु भने अटो आएन, म बसिरहेको छु। घामले पोलेर मर्न लाग्यो साथीहरु। हामी चाहिँ गाउँतिर लागिसकेको छौँ। सिन्धुलीबाट नेपाली आउँदैछु गाइस। बाई बाई। हेलो गाइस, सिन्धुलीको हामी माइतन हुँदै कोटखोला। अहिले माया खोलाको बाटोको स्थिति देख्न सक्नुहुन्छ। रोडको स्थिति नेताहरूले भ्रष्टाचार गर्यो। हामी यहाँ युद्ध हेरिरहेछौँ। हामी आउँदा बिच बाटोतिर यहाँ युद्ध परिरहेको रहेछ। कसको भन्दाखेरि केपी ओली र शेरबहादुर देउवा। केपी ओली यो, केपी ओली यताको शेरबहादुर देव यो। दे हान 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 हाने हाने हान ए जुत न जुत साथीहरु हामी चाहिँ अहिले गाउँमा आइपुग्यो। गाउँमा आइपुग्यो साथी हो। बाई बाई। गाउँमा आइपुग्यो। बोक्दा बोक्दा लिएर आथ्यो है। उहाँ बहिनीले पठाएको थियो, बहिनीको लागि बोक्दा बोक्दा लिएर आथ्यो। मैले बोकेर लिएर आथ्यो। बोक्दा बोक्दा अन्डा पार्यो। फाइबर झोलामा अन्डा पार्यो। यस्तो अन्डा पार्यो। कत्रो अन्डा पार्यो हेर्न। सानो कुखुरा फेरि
मामानगाले कुखुरा यत्रो कच्चीको मामा है यता चाहिँ हाम्रो गाई गोरु चराउने ठाउँहरू है ल यता चाहिँ हाम्रो गोठालो टोलीहरू धेरै हुनुहुन्छ कसम चाहिँ घरमा पनि आइपुग्यो है बल्ल बल्ल मेरो घरमा आइपुगियो म चाहिँ होइन घरमा आउँदा चाहिँ एकदम आनन्द फिल हुँदो रहेछ होइन घर चाहिँ यस्तै छ है ल गाउँतिर आउँदा चाहिँ मैले के देखेँ भन्दाखेरि होइन अर्को कुरा चाहिँ गाउँहरू पुरै हरियाली भइरहेको रहेछ क्या कसम होइन केराहरू पनि पुरा यस्तो भइरहेको रहेछ होइन सकिँदैन क्या ए यहाँ चाहिँ एउटा ठुलो घरी केरा केरा साथीहरू केरा है ल यतातिर कोदोहरू पनि कोदो पनि खतरा भइसकेको रहेछ यता चाहिँ ल ए यो पुरै कोदोहरू हो क्या हाम्रोतिर चाहिँ यस्तो कोदोहरू लाउने गर्छ क्या अम्बा यसलाई भन्छ यस्तो मजा कति ठुलो यो खान्छु ल म नभेट्ने रहेछ मैले चाहिँ टिप्यो बवाल मिठो क्या गाउँतिर आनन्द छैन त नि होइन हरियाली भरिएको देश हाम्रो देश नेपाल होइन एकमात्र ठाउँ हाम्रो घरको कुरा के गर्नु झन् होइन यस्तो आनन्द पिसफुल ठाउँमा छ नि त्यति मान्छेको घरहरू पनि छैन क्या यता यता टाढा टाढा छ क्या यता छ यता छ क्या टाढा टाढा छ साथीहरू मम्मीले चाहिँ गाई बाख्राहरू लिएर आइसक्नु भएको भर्खर है हाम्रो बाख्राहरू यता हाम्रो मम्मी यता हुनुहुन्छ बाख्राहरू चाहिँ यति ओ छिर खोर 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 हाम्रो बाख्राहरू जा छिर त्यसलाई बाहिर हो त बाहिर रे क्या बाहिर जा हाजी बा उदे नारी वाङ दिदे म बाख्रा निकाल्ने अब तो बाहिर रे क्या तो बाहिर यो बाहिर जा बाहिर जा बाहिर बाख्रा त कति हो खोइ आजी बा खोइ ओहो मरे बाख्रा आएन हाम्रो ल यसको छोरी यो चाहिँ यसको छोरी है तिनीहरू छुट्टा छुट्टै छ सबैलाई छुट्टै छुट्टै फाइनली साथीहरू आजको लगभग हाम्रो भिडियो चाहिँ यतिसम्म भनौँ है फाइनली आजको भिडियो त्यति लामो पनि भएन होइन अब
मम्मीसँग यसो कुराकानी गरौँ भनेको, यसो पानी परेको अलिकति हजुरहरूलाई पनि मेरो मम्मीसँग भेटाइदिन्न भनेर गरेको खासमा होइन। अब पानी पऱ्यो है, पानी परिसकेपछि यो क्यान्सिल। अब यस्तै छ साथीहरू, दुःख सुख होइन। अब चाहिँ म चाहिँ सुत्न लागेको होइन, यता पुरा ढल्केर मजाले सुत्नुपर्ने हुन्छ। अब चाहिँ अब के गर्नु होइन, यस्तै छ जिन्दगानी। च्यानलमा कतिपय साथीहरू नयाँ छ भने सब्सक्राइब गर्न नभुल्नु होला। अब त्यही नै भन्न चाहन्छु सबैजनालाई मेरो तर्फबाट पनि धेरै माया छ। हजुरहरूले पनि मलाई यति धेरै माया देखाउनु भएको छ। ल सबैजनालाई थ्याङ्क यू सो मच, लभ यु अल गाइज। ल बाई बाई, गुड नाइट।